हेलो साथीहरू, गुड मर्निङ। सो साथीहरू, म भर्खर सुतेर उठेको छु अनि सुतेर उठिसकेपछि मेरो बुढो काममा जानुभयो अनि मेरो छोरा हामी छोरा सुतेर उठेको छ। मेरो छोराले त कम्बल लिएर सुताइरहेको छु। मेरो कम्बल लिएर सुताएको छ मेरो छोरा, किनकि जाडो छ नि त, त्यसलाई बाहिर निक्लिनु अनि त्यसलाई चिसाले भेटाउँछ अनि त्यसलाई हल्का रुवा काँसो छँदैछ। अब त्यसलाई त्यहाँ सुताएर म किचनतिर काम गर्नुपर्छ साथीहरू। त्यसलाई यहाँ सुताइदिएर कम्बल ओढाएर यसरी यो बाहिर ननिक्लोस्, यहीँ खिलौनासित आफ्नो खेलिरहोस्। अनि अब त्यसलाई सुताएपछि म काम गर्न जानुपर्छ साथीहरू। सबभन्दा पहिला हेर्नु, कपडा भिजाउन जान्छु बाथरुममा, अनि कपडा भिजाएर छोड्दैछु अरू काम गर्छु। कपडा भिज्छ अरू काम गर्छ। साथीहरू, कपडा भिजाएर सक्यो। चिया बनाउँछु, अब चिया पिउँछु। चिया पिएपछि साथीहरू जानु छ बाहिर। मेरो छोरो सुत्या छ साथीहरू, खिलौनासित खेल्दा खेल्दै साथी छोरो सुतिसक्यो अनि अब सुत्नु काम गर्नुपर्छ। चिया पिइसक्यो, भाँडा धुनुपर्छ। किचन साफ गर्न पर्यो, ग्यास चुल्हा साफ गर्नु परेको छ। साथीहरू, हेर्न सक्नुहुन्छ मेरो किचन सफा भइसक्यो। अब किचनको काम भइसकेपछि अब झाडु मार्न पर्यो, झाडु पोछा लाउँछु। अब झाडु पोछा लगाइसकेँ। अब लगाइसकेपछि अब मैले कपडा धुनु पर्यो। अब कपडा धोइसकेपछि फेरि नुहाइधुवाइ गर्नुपर्ने छ। सो साथीहरू, हेर्नु, अब मेरो कपडा धोएर भइसकेपछि अब म नहाएर आइसकेँ। अब नहाएर आइसकेपछि अब मैले पूजा गर्नुपर्ने छ। यहाँनिर मेरो छोरो पनि सुतेर उठेछ। मेरो काम सकिँदासम्म यो
सुतेर उठेपछि हाँसिहाल्छ कि मेरो नराम्री छोरी फेरि मेरो छोरो हो हाँसै हेलो गरेर चाहिँ मम्मालाई हेलो बेटा अब छोरो त छ कोठातिर अनि अब उसले पूजा गर्नुपर्ने छ साथीहरू पूजा गरेर भइसकेपछि त्यहाँ चाहिँ मेरो छोरो यहाँ बामे सर्दा सर्दै खाटको ढिक्का दिन आइसकेछ हेर्नु साथीहरू यो बदमास छोरो के यो मेरो बदमास अनि अब यसलाई टिका लगाइदिने हो लाउ लाउ ला मेरो छोना बच्चा मेरो टिकी लाउ त ल मम्मालाई ढोगी अब बल्ल हामी मम्मी छोराको भेट भइसक्यो फाइनली मम्माले काम सक्यो अनि मम्मी छोराले टिका लगायौँ पूजा गरेर अब मेरो छोराले नुहाइदिने हो नुहाएपछि खाना खान्छन् मेरो छोराले अब मेरो छोरा नुहाउन जान्छन् मेरो छोराले नुहाएर आइसकेपछि अब त्यसलाई तेल लाएर मालिस गरिदिनु पर्ने छ मेरो छोरा नुहाउँदाखेरि पनि रुन्ने के टाटा गर्छिन् मेरो टाटा टाटा बाई बाई मेरो छोरालाई तेल तताइदिनु लाग्छु अब मेरो छोरालाई मालिस गर्नको लागि तेल तताइदिनु लाग्छु कुकरमा भात पाक्दैछ
तेल लाएर मालिस गरेको हातमा थोडा पानी जाँदा भए चाहिँ मेरो छोराले तेल लाएर मालिस पनि गरिसक्यो। अब हामीले खाना खानुपर्छ। मम्मी छोराले दाल भात तामाको अचार। फाइनली गाइस